हेलो नमस्ते गाइज, स्वागत छ हजुरलाई फेरि मेरो युट्युब च्यानलमा। र आज चाहिँ सेकेन्ड ब्लग र आज चाहिँ के गर्छु, म कहाँ जान्छु सबै देखाउँछु हैन। अनि देख्न सक्नुहुन्छ मेरो यो गार्डन मैले बनाएको हैन, कस्तो छ। यस्तो गडी फुल हो, कस्तो राम्रो भइसक्यो हैन। त्यहाँ पनि फुल फुलेछ अनि यता पनि छ, देख्न सक्नुहुन्छ कस्तो छ। क्या दामी मजा आउँछ क्या यस्तो हेर्न यार हैन। चाहिँ यस्तो मिक्सिङ खतरा देख्छ। यहाँ छ यहाँ। सो गाइज, म चाहिँ अब ट्याक्क लाएर बनाउँछु जानुपर्ने हुन्छ, साबुन किन्न जानु छ। या ल अब चाहिँ हाम्रो स्कुटीमा जानुपर्ने हुन्छ ट्याक्क लाएर। ल म घरदेखि निक्लिसकेँ। अङ्कलहरू हुन्छ, अङ्कलहरूसँग जाने हो ट्याक्क लाएर। यहाँ चाहिँ मैले एउटा सामान बनाउनु ल्याएको थिएँ अङ्कलको घर, त्यसैको लागि सामान ल्याउन बढाउ जान्थ्यो। हाम्रो गाउँको पानी टङ्की यस्तो छ गाइस। बाटो यतातिरको पुरै अफरोड छ होइन। यस्तै हो गाउँघर हो। अहिले चाहिँ 12:57 भएछ होइन। लास्टै गर्मी छ यार, ओहो धुलो यस्तो पनि भइसक्यो, मर्ने भइयो क्या यार। हाम्रो घरतिर चाहिँ मकै यत्रो भइसकेको छ नि, हेर्नुहोस्। हजुरको घरतिर कत्रा मकै भइसक्यो, खाएर भइसक्यो कि के हो भनिदिनु होला होइन। ट्याक्क लाएर कमेन्ट सेक्सनमा गएर कमेन्ट लेख्नुहोस्। अनि यो चाहिँ मेरो फर्स्ट मोटो भ्लग हो होइन। के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनुहोस्। साउन्ड कस्तो आएको नि। अहिले 4 नम्बर गएर एउटा माइक किन्न पर्ला यार। ल अब सिधै अङ्कल घर गएर मैले देखाउँछु है। ल गाइस, हामी चाहिँ अङ्कल घर आइसक्यो। अब थोरै अगाडि हो। ल यहीँ राखिन्छ हामीले पनि स्कुटी। आइसकेँ यहाँ होइन। यही सामान मैले बनाउनु दिएको थिएँ, कम्प्लिट भएको छैन। कम्प्लिट भएपछि देखाउँछु। ल गाइस, हामी चाहिँ बोडौतिर जानु लागेको अब होइन। ल बस्नु। यता बाटो बनाउनु ला यार, यो बाटो बनाउनु ला। यतादेखि जानु पर्ने हुन्छ। 35 साल भन्दा हो मन्दिर। 35 सालमा मन्दिर छ क्या, खतरनाक। त्यो चाहिँ राम्रो घर हो। त्यो बाटो बन्द छ यार, त्यो बाटो बन्द छ। त्यो बाटो जान मिल्दैन। यस्तो लम्बा जानु परेछ यार बडो जानुले। वहाँ पुरै बिस्कटे थुपार्दै हो क्या।
मस्कोमा आऊ जाने को चौधरी बडो भन्नुभयो कि बाडङ्गा भन्नुभयो गाइज हामी चाहिँ होइन अब चाहिँ यहाँ अगाडि गएर सामान किनिन्छ त्यसपछि फेरि घरतिर लागिन्छ कताको बाटो जाने So guys, बल्ल बल्ल पाइयो होइन ल फेरि घरतिर लाग्नु लाग्यो यो रहेको छ लोगाईको मन्दिर होइन खत्रै छ नेपालको झन्डा हामी चाहिँ गण्डौलीको बाटो गइन्छ त्यो बाटो बन्द छ यो केबिएम स्कुल गाइस बाहिरदेखि आउँदा आउँदा रात परिसक्यो होइन ल आजलाई यही नै हो के कस्तो लाग्यो हजुरलाई मेरो आजको भिडियो आफ्नो प्रतिक्रिया कमेन्ट सेक्सनमा दिनुहोस् ल आजलाई बाई बाई गाइज